नमस्ते, मेरो नाम काजल मक्कलका। आज चाहिँ यो जानुको तेल मेरो साथीले मलाई ल्याइदिनु भयो। मेरो मम्मीले सधैँभरि भन्ने गर्नुहुन्थ्यो, हात खुट्टा दुख्यो झमझमे। आज चाहिँ यो तेल म गाउँमा पठाउँदैछु। मैले युज गरेको राम्रो लाग्यो अनि मेरो मम्मीलाई नै पठाउँदै। यो महिना राम्रो भन्नुको कारण के भने श्रावण महिनामै भगवान शिवले हलाल विषलाई पान गर्नुभएको थियो, कण्ठमा धारण गर्नुभएको थियो, धरतीलाई विषमुक्त गर्नुभएको थियो। जब समुद्र मथन हुँदाखेरि देवता र दानव भएर समुद्र मथन गरे, त्यसबाट 14 रत्न निस्कियो। 14 रत्न त उनीहरूले सुकार्न सके, तर बिखलाई त कसले सुकार्ने? पहिला त बिखै नै थियो। जब भोलेनाथले त्यो बिखलाई पान गर्नुभयो, हलाहाल बिख भनेको कति शक्तिशाली होला। भगवान शिवलाई पनि उग्र कष्ट दिइसकेपछि माता शक्ति आएर त्यो कण्ठमा रोकिदिनु भयो र नीलकण्ठ हुनुभयो। र त्यतिखेर देवताहरूले भगवान शिवलाई त्यो बिखको पलाइबाट कष्टबाट हरण होस् भनेर जल अभिषेक त्यहीँबाट सुरु गरेको। श्रावण महिनै थियो। त्यसै कारणले आज हामी भगवान शिवलाई जल अर्पण किन गर्दैछौँ हामीले भने यही भगवान शिवलाई अति प्रिय श्रावण महिना, हाम्रो लागि पनि अति प्रिय श्रावण महिना। भोलेनाथको त किनभने श्रावण महिना भनेको एक किसिमले हेर्दाखेरि चन्द्रमाको महिना पनि हो, राशिले हेर्दाखेरि 4को महिना, कर्कट राशिको महिना होइन। यो इत्यादि हेर्दाखेरि हाम्रो ग्रन्थले सबै गर्दाखेरि यो महिना सबै थोकले परिपूर्ण छ र पवित्र पनि छ। श्रावण महिनामा गरेको पूजापाठको पुण्यता पाइन्छ? नपाइने होइन, तर वैदिक सनातन मान्यता अनुसार चाहिँ गुरुहरूले चाहिँ श्रावण महिनामा यो गर्नु हुँदैन ऊ गर्नु हुँदैन भन्ने छ। तर भोलेनाथको लागि नाम जप्नको लागि, अभिषेक गर्नको लागि यो परिपूर्ण महिना हो। यतिखेर बेलपत्रमा राम नाम लेख्ने, भगवान शिवलाई जल अभिषेक गर्ने, पञ्चामृतद्वारा अभिषेक गर्ने, दीप अर्पण गर्ने होइन, दीप अर्पण गर्ने पनि चलन छ। यो हिसाबले हामी गऱ्यौँ भने पूजाभन्दा नि मास्टर लेभलको साधना हो त यो त। बेलपत्र कतिवटासम्ममा चाहिँ राम राम लेखेर चढाउनु? त्यो त तपाईँको आफूले कति सङ्कल्प गर्नुभएको छ, 1008, 1.25 लाख, तपाईँको जति तपाईँको सङ्कल्प, जति क्षमता तपाईँले भ्याउनुभयो त भोलेनाथले त जति पनि स्वीकार्नुहुन्छ। यति प्रेम गरेर जानुभयो तपाईँले, दुईटै बेलपत्रमा पनि खुसी हुनुहुन्छ। तपाईँलाई होइन, भगवान भोलेनाथलाई चाहिँ म अनन्त बेलपत्र अर्पण गर्दछु, गन्दै गन्दिनँ, अनगिन्ती अर्पण गर्दछु। प्रत्येक बेलपत्रमा राम राम लेखेर अर्पण गर्दछु, जल अर्पण गर्दछु, पञ्चामृत अर्पण गर्दछु, भोलेनाथलाई दीप अर्पण गर्दछु र प्रेम अर्पण गयो यति भने जहिले पनि सक्सेस हुन्छ। यहाँले जहिले पनि रामको नाम चाहिँ शिवलाई चढाउँ। राम नाम भनेको परिपूर्ण मन्त्र, वेदले बताहा रामै सबैभन्दा परिपूर्ण मन्त्र हो। त्यस कारणले पनि हनुमानजी त अरूको अवतार त होइन नि, शिवको 11 रुद्र अवतार हो, हामी सबैलाई थाहा छ। शिवजीले नै हनुमान रूप लिएर रामको सेवामा आउनुभयो। जो भोलेनाथै राम नाम जप्नुहुन्छ भने हामीले त्यसको त खोज्नुपर्ने कारणै छैन। किन राम नाम शक्तिशाली हो कि होइन, सबभन्दा ठुलो हो कि होइन भने सोध्नु किन परेन भने जो देवादिदेव महादेवले जो स्वयं जप्नु भएको छ भने त्यो नाम कति परिपूर्ण होला। त्यो पहिला चाहिँ कतै पनि प्रमाणित भएको देखिएन शिवजीले राम नाम जप्नु भएको थियो भन्ने कुरो चाहिँ पहिला अरूले चाहिँ भन्नुभएको थिएन। पछिल्लो समयमा चाहिँ हजुर त्यसलाई खोजेर समाजमा नउतारेको हो। भगवान शिव भनेको को हो त? वेद हो। भगवान शिवले बोलेको बाणी नै, जस्तो कृष्णको गीता भने जस्तै भगवान शिवको वेदमै लेखा छ। माता पार्वतीलाई नै राम नामको ज्ञान दिएछ र भोलेनाथले हिजो सत्ययुगदेखि नै राम नामको जप गर्दै आउनुभएको, हृदयमा रामलाई सजाउनु भएको छ। यहाँ त नभएको चिज छँदै छैन नि, हामीले नखोजेको, समाजले बाहिर ननिकालेको, त्यही भएर हामीले नथाहा पाएको हो। यो राम नाम जपेर नै सम्पूर्ण रोगहरूको हरण हुन्छ? अवश्य। यो त कस्तो छ भने सङ्कल्पसहित, प्रेमसहित हामीले राम नाम जप्यौँ। तपाईँहरूलाई थाहा छ, अहिले छ भारतमा निम कोरेली बाबा भन्ने हुनुहुन्थ्यो, अहिले बित्नुभयो। उहाँका शिष्यहरू अमेरिकन कति उहाँको शक्तिले ट्रेन रोक्न सक्षम भयो। अब राम नामले कति के हुँदो रहेछ त? ट्रेन चाहिँ बाबाले शक्ति प्रदर्शन गर्न रोके होइन, त्यहाँ कसैले टिटीहरूले अलिकति दुर्व्यवहार गरेर बाबासँग पैसा थिएन, बाहिर उतार्यो। पैसा नभएकोलाई किन चढाउने? बाबा उत्रिनुभयो, राम नाम जप्नुभयो। पछि फेरि ट्रेन चलेन, नचलेपछि यात्रुहरूले बाबालाई निकाल्या भएर त्यो ट्रेन चलेन। त चढा बाबालाई एकचोटि
त्यो ट्रेन चल्छ, नत्र भने किन चल्न सकेन त? इन्जिन सबै सलामत छ। फेरि बाबालाई, बाबा क्षमा, तपाईँ चल्नुहोस् मेरो ट्रेनलाई फेरि चलाइदिनुहोस्। बाबा फेरि चल्नुभयो। ट्रेनमा चलेपछि श्रीरामको नाम जप्दै चलेपछि ट्रेन स्टार्ट भयो। त्यही ट्रेन पहिले किन स्टार्ट भएन? राम नाममा कति शक्ति छ त यहाँ जगत गुरुहरूले त प्रमाणित गरिरहेको छ, दिइरहनु भएको छ, हामीले भन्नै पर्दैन। रोगको निदान हुन्छ त्यसो भए? रोगको निदान हुन्छ, शोकको निदान हुन्छ, भयको निदान हुन्छ, दरिद्रको निदान हुन्छ। के को निदान गर्नु पर्यो भन्नु न पहिले। मैले त कति ठाउँमा त अब कसमै खाएर भनेको छु, ग्यारेन्टी गर्नु परेको म गर्छु भनेको छु। अहिलेको त्यसको लागि चाहिँ के हो भने दबाई खाना पनि मान्छेले दबाई पनि नियमसँग खाएपछि रोग विषो हुन्छ। दबाई त डाक्टरले दिएको छ, दबाई तपाईँ लापरवाहीसँग खानुहुन्छ रोग विषो भएन, डाक्टरलाई भन्नुहुन्छ दबाईले विषो। नियम सम्मत खाइसकेपछि सबै चिजले काम गर्न थाल्छ। राम चाहिँ कसरी जप्या त? नियमसम्म जप्नु, खाना पनि नियमसम्म खानुपर्ने शरीरमा लाग्छ। नियम विरुद्ध खानु त खानाले असर गर्छ, शरीरमा त्यसले फाइदा गर्दैन। भने जस्तै कुनै पनि तत्त्व ऊर्जाहरूलाई शक्तिहरूलाई हामीले धारण गर्दाखेरि नियम सम्मत गर्नुपर्छ। नियम सम्मत गरेपछि सबै कुरो परिपूर्ण हुन्छ। अब मैले राम नाम जस्तो निम कोरेली बाबाले राम नाम जप्नुभयो, ट्रेनै रोकिदिनु भयो। एउटा साइन्टिस्ट आएर नसाको गोली बनाएर लिएर आयो, भारतमा परीक्षण गरेर त्यो नसाको गोली खाएर उहाँ जीवित हुनुभयो। जबकि एउटा गोली खाएपछि 12-15 घन्टा बेहोस भएर बस्छ मान्छे परीक्षणको लागि। बाबालाई उनीहरूले परीक्षण गर्न आएका थिए। लास्ट टाइम गएर बाबाको अगाडि ती कुहिरेहरू नस्मत भएर भक्त भएर जानु पर्यो, जहाँ कि उनीहरूले त्यो रामको त इतिहासै सुनेको थिएन। भने रामको कति सक्दो रहेछ त? कहाँ मान्छेलाई कहाँ तानेर ल्याएर जोड्नु सक्दो रहेछ। तर मलाई भएन भन्छ त गर्नु त पर्यो नि। मैले अहिले उदाहरण दिएँ, डाक्टरले दबाई पनि दिएछ, तपाईँले खानु पनि भएको छ, तर डाक्टरको नेममा खानु भएको छ त? पहिले बिहान खानुभएको छ, 8 बजी खाने दबाई 12 बजी खानुभएको छ, फेरि बेलुका 8-9 बजी खा भने दबाई बेलुका फेरि उठेर फेरि अर्को 1 बजी खानुभएको छ। दबाईको ऊर्जाले काम गर्दैन त, उठ्नु चाहिँ हानिकार गर्छ हो। त्यस्तै हामीले राम नाम जप्दाखेरि आसन व्यासन भन्छ, नीति नियम भन्छ, पद्धतिमा बसेर जपौँ। र राम नामले काम नगर्ने भन्ने त कुरै छैन। त्यसो भए अहिले जुन हाम्रो देशमा अलिकति चलेको पहिला जस्तो छैन, अलिकति देश अलिकति खै कतातिर गएको हो जस्तो भइरहेछ नि। यो देशमा स्थिरता ल्याउनलाई पनि रामले काम गर्नुहुन्छ। त्यो त यस्तो हो, त्यो त हामी एकजनाले जपेर केही समाजमा केही कल्याण होला, यो त अभियानै चलाउनु पर्यो नि, होइन? तपाईँले जपेको ऊर्जाले कति किलोमिटरसम्म कार्य गर्छ भन्ने कुरो हो। एउटा साधक एक ठाउँमा छन् भने त्यो साधकले कहाँसम्म गर्छ। भोलि गएर यो समाजै हाम्रो देशै राम नाम अभियानमा सुरु गर्यो भने त यो जस्तो रामको तपोभूमि बन्छ, राम राज्य बन्छ, राम राज्य बन्छ। राम राज्य कति सुखमय थियो, त्यो त हामीले अब सुरुवात गऱ्यौँ। जस्तो मानौँ अब राम नामको एउटा अभियन्ताको रूपमा त नेपालमा अहिले भनौँ मै त देखिएँ नि। राम नामको पूजा त भएको थियो, रामलाई पूजा पनि गर्थे। जो रामको जो प्रचार गरेर मैले केही विगतका समयदेखि आएँ, यो समाजमा लैँ राम जपौँ, उनी राम कृष्ण हो, होइन? अनि रामको मूर्ति, राम सीताको मूर्ति या फोटो मन्दिरमा राखेर पूजा गर्नु जरुरी छ कि छैन? यस्तो हो, मूर्तिसँग तपाईँको नाम जपकलाई लेनादेनै छैन। मूर्तिसँग तपाईँको लेनादेनै छैन। साधकले कहिले मूर्ति प्रयोग गरेर तपाईँले नाम धारण गर्नु भनेको परमात्मालाई स्वयं धारण गर्नु भने हो। व्यक्तिको फोटो राख्ने कि व्यक्ति स्वयंसँग भेट्ने भन्ने हो त्यो कुरो। एउटा व्यक्तिको फोटो राख्नुभयो, फोटोलाई हेर्नुभयो, तपाईँले चाहनुभयो भने व्यक्तिलाई बोलाउन सक्नुहुन्छ नि। नाम भनेको परमात्मालाई आह्वान गर्ने चिज हो, नामै परमात्मा हो। यदि नाम जप्न थाल्नुभयो भने बाहिर फोटो होइन कि तपाईँको हृदयमा राम अङ्कित हुन थाल्छन्, स्वयं आउन थाल्छन्। त्यही भएर त हनुमानजीले जय श्रीराम भनेर छाती चिरेर सिया रामलाई त छातीमै राखेको छ त। हाम्रो अभियान भनेको नामसँग प्रेम गरौँ। राम त्रेतायुगमा मात्रै आएनन् नि, राम त सत्ययुगमा थिए। राम उसो भए भगवान् शिवले जपेको सत्ययुगमा राम त को त? रामै जन्मिएको थिएन। त्यही भएर सोध्न लागेको थिएँ, हजुरले नै भन्नुभयो। रामको न जन्म छ न मृत्यु छ। विभिन्न किसिमको कार्य उहाँ कहिले कृष्ण बनेर आउनुभयो, कहिले राम बनेर आउनुभयो, कहिले श्याम बनेर आउनुभयो, कहिले काली बनेर आउनुभयो इत्यादि। भनेपछि व्यक्ति एक स्वरूप अनेक। यस्तो हो, बुझ्यो? हामीले भन्छौँ नि एउटै स्वरूप अनेक बनेर आए, हामीले चिन्न सकेनौँ। अनेक नाम बनेर आए, अनेक कार्य लिएर आए।
त्यसलाई हामीले चाहिँ विभिन्न स्वरूपमा हेरौँ, हामी छिन्न भिन्न भयौँ, चिन्न सकेनौँ कि। तपाईँ एउटा व्यक्ति, तपाईँको अभिनय कतिवटा, अभिनय अनुसारको तपाईँको नाम हुनसक्छ, अभिनय अनुसारको तपाईँको त्यहाँ काम हुनसक्छ। व्यक्ति त तपाईँ एउटै हो नि त। हो, भगवान् श्रीरामले यो संसारको दुःख हर्नको लागि कहिले कृष्ण बनेर आउनुभयो, कहिले राम बनेर आउनुभयो। यो त उहाँको एउटा लीला थियो, यो संसारलाई सुख दिने, संसारको दुःख हर्ने। अब जब हामीले अभियानको रूपमा राम जप्यौँ र रामसँग प्रेम गऱ्यौँ भने हाम्रा सम्पूर्ण परिपूर्णहरू प्राप्त हुन्छ र रोग पनि नाश हुन्छ। भनेपछि घरको मन्दिरमा कसैको फोटो राखेर मात्र प्राप्ति हुँदैन। फोटो त राखेर धुपबत्ती बालेछ, चेतना त त्यहाँ छैन। धुपबत्ती छिटो बालेछ, काम ढिला भयो भनेर दौडिया छ। त्यो ऊर्जा त ऊर्जा त त्यहाँ हालेकै छैन त। प्रेम त गर्नु पर्यो नि। मीराबाईले एउटा ढुङ्गा पत्थरलाई प्रेम गरेर कृष्ण प्राप्त गर्नुभयो। प्रहलादले मेरो घरको खम्बामा विष्णु छन् भनेर बुवालाई भन्दा खम्बाबाट विष्णु, त्यो त भाव प्रकट गरेको थियो नि त। त्यहाँ खोइ त भाव प्रकट गर्ने, मूर्ति राखेर मात्रै भाव त प्रकट। तपाईँले भाव प्रकट गर्नुभयो भने यो भित्ता वालमा पनि राम आइदिनुहुन्छ होइन। मेरो भनाइ भनेको रामलाई शब्दद्वारा भाव प्रकट गरेर बोलाउनु भयो भने तपाईँको अगाडि फोटो त किन, स्वयमै तपाईँलाई दर्शन दिनुहुन्छ नि, प्रकट हुनु किन चिन्ता गर्नु पर्यो र। तर हामी के जाउँ भने सत्यतामा जाउँ, राम जपौँ। अहिलेको जमानामा धेरै चाहिँ यो धर्मनिरपेक्ष भएर भगवानहरू नमान्ने व्यक्तिहरू चाहिँ धेरै भएको छ। यो बेला हामीले राम जपौँ भनिराख्दाखेरि कतिको प्रभाव चाहिँ सकारात्मक प्रभाव चाहिँ कतिको भएको जस्तो लाग्छ? यस्तो हो, अब नास्तिक पनि छन्, आस्तिक पनि छन्, तर हामीले आफ्नो कार्य छोड्दैन होइन। राम हाम्रो प्राण हो। चाहे हजारौँतिर नास्तिक छन् भने हामी राम भन्न छोड्दैन। किन भन्न छोड्दैन भने भोलि उनीहरूलाई पनि सद्बुद्धि आओस्, श्रीरामको कृपा होस् होइन। त्यो कुबुद्धिबाट सुबुद्धि सुरु होस्। हामी छोड्नेवाला छैनौँ। हिजो राम युगमा पनि त रावण थियो नि, तर रामले छोडेर रावणलाई मेरो शरणमा आऊ र मेरो भक्ति गर, तिमीलाई म हर प्रकारको सुख दिन्छु, मुक्ति दिन्छु भनेर रावणले मानेको थिएन। उनैको भाइ विभीषण चाहिँ शरणमा गए राम जप्दै। जो शरणमा गयो उसले राज्य पायो, जो राजा थियो ऊ मर्नु पर्यो। भनेपछि घरमा पूजा गर्नलाई मूर्ति नै राख्नुपर्छ, फोटै राख्नुपर्छ भन्ने भएन र एउटा मात्रै फोटो राख्ने? यस्तो हो, भगवान् त धेरै मूर्ति राखेर पूजा गर्नु भने मूर्तिबाट एनर्जी पैदा हुन्छ, ऊर्जा पैदा हुन्छ। त्यो ऊर्जा हामी पचाउन सक्दैनौँ। एउटै ईश्वरको भक्ति गर्ने, त्यही एउटै ईश्वरमा आफ्ना प्रेम प्रकट गर्ने। कृष्ण त्यहीँ देख्ने, राधा त्यहीँ देख्ने, शिवलाई त्यहीँ देख्ने। तिमी एउटै चिज हौ, अनेक स्वरूपमा छौ होइन, अनेक स्वरूपमा छौ। अब भनेको छ शास्त्रले, काली नै कृष्ण हो। अब के भन्नुहुन्छ तपाईँ? राधा नै शिव हो, कोही छ त त्यहाँ अर्को छैन। तपाईँले एउटै चिजमा हेर्न थाल्यो भने त्यही एउटै तत्त्व अनेक स्वरूपमा तपाईँलाई दर्शन दिन थाल्छन्, अनेक कार्य गराइदिन थाल्छन्। धेरै मूर्ति राखेर हाम्रो दिमागलाई बेचैन हुन्छ, किनभने ओहो यो हनुमानको मूर्तिबाट चाहिँ बढी शक्ति आउँछ कि कालीको मूर्तिबाट बढी शक्ति आउला कि, अथवा त्यहाँ पूजापाठै मिल्दैन। 10वटा मूर्ति राखेर 10वटा मूर्तिको विभिन्न किसिमको पूजा हुन्छ। तपाईँले एउटै पूजा ठोस दिनुहुन्छ त्यहाँ लर। त्यहाँ हिसाबले हेर्ने हो भने शास्त्र हिसाबले त प्रत्येक देवताको प्रत्येक पूजा छ नि, कसरी मिलाउनुहुन्छ त? दोष त लायो। पशुपतिनाथ मन्दिर हो र मन्दिरमा त भट्ट गुरुहरू हुनुहुन्छ, उहाँले त यहाँ वैदिक हिसाबले पूजा हुन्छ, तर घरमा त त्यहाँ भट्टवाला कोही छैन, विधि नै थाहा छैन। तर एउटै राख्यो भने त एउटा विधिलाई परिपूर्ण गर्न सकियो, एउटा व्यक्तिलाई एउटा मतलब तत्त्वलाई मान्न सकियो। त 1000 तत्त्व राखिन्छ अनि 1000 तत्त्वलाई एउटा पूर्ण गरिन्छ, अर्को अपूर्ण हुन्छ। एउटा मान्छेलाई खुसी बनाउनु भयो, अर्को सँगै बसेका मान्छेलाई दुःखी बनाउनु भयो। अब तपाईँले एउटाबाट आशीर्वाद पाउनुभयो, एउटा श्राप पाउनु भयो। त्यो एउटै खालको पूजा गरेर एउटै पूजाबाट चाहिँ सबै भगवान्लाई पूजा गर्दाखेरि त्यहाँ विद्रोह हुन्छ र? यस्तो पूजा गर्नै परेन नि। पूजा त जो विग्रह छ उनीहरूले गर्नुहोस्, तर त्यही विग्रहलाई चाहिँ सबै थोक देख्न थाल्नु न, सबै त तिमी नै हो भनेर देख्न थाल्नु न। पूजा त जो कृष्णको राख्नुपर्छ, कृष्णकै विधि अनुसार पूजा गर्नु। तर कृष्णलाई भन्नु तिमी नै काली हो, तिमी नै राम हो होइन, तिमी नै सम्पूर्ण हो भनेर देख्न थाल्नु। तिम्रै स्वरूप हो सबै घुमिरहेको। कहिले शिव बन्छौ तिमी, कहिले काली बन्छौ, कहिले राम बन्छौ, तिमी नै हो। चेतनाले चाहिँ तिमी नै हो भन्ने। पूजा त त्यही विग्रहलाई एउटै गर्ने हो। मैले भन्न खोजेँ त्यहाँ कालीलाई चाहिँ फेरि त्यो शिवको पनि विधि अनुसार पूजा गर्ने, विष्णुको पूजा गर्ने। पूजा त त्यो मूर्ति जे छ त्यसैको गर्ने, तर भाव चाहिँ के प्रकट गर्ने? तिमी नै काली हौ,
तिमी नै कृष्ण हो, तेत्तिसै कोटी देऊ त तिमी नै हो, उहाँमै देख्नु पर्यो। तिमी नै हो, तिमीकै शरीरमा छ, तिमीमै चलिरहेको छ। तिमीलाई पूजा गर्नु भनेको सबै खुसी हुनु हो, सबैले प्राप्त गर्नु हो। रुखको फेदमा पानी हाल्नु भनेको हाँगाले पाइहाल्छ नि, त हाँगै पछि चढाएर पानी हालिरहनु पर्दैन नि। भन्न खोजेको उदाहरण चाहिँ यति मात्रै हो। अब मान्छेले कतिसम्म बुझ्छ भन्ने कुरो थाहा छैन। मेरो अभियान त भनेको राम नाम जपौँ, सबै देवी देवता प्रसन्न हुन्छ। राम नाम सुन्नुहोस्, राम नाम भनेको राधा कृष्णको बीज मन्त्र पनि हो। राको मतलब राधा, मको मतलब माधव। हेर्नु, शिव त्यहीँ राममै जोडिया छन्, राधा कृष्ण तको बीज मन्त्र छुट्यो चाहिँ को त? अब त्यहाँ चाहिने त्यति नै हो त। भगवानको चरणको वरिपरि सबै नवग्रह घुमेर बसेका छन्। भगवानको ग्रहहरू भनेको पार्षद हुन्, कर्मचारी हुन्। स्वामीलाई पूजा गरेपछि कर्मचारी त रिसाउँछ तपाईँ त्यसै शरणमा आउँछ होइन, आइहाल्छ नि, खुसी भइहाल्छ नि। स्वामीलाई पूजा गरेपछि त स्वामीका दासहरूलाई त स्वामीले खुसी बनाउनुहुन्छ नि। यो त मेरो भक्त हो, मलाई उसले प्रसन्न बना, तिमीहरू यसको कार्य गर्दै आऊ होइन। यो अभियान हामीले सुरु गरे हो। यो अभियानलाई अगाडि बढाउने अभियान हामीले अझ अगाडि तीव्र लाग्ने विचार गरेका छौँ होइन। यसलाई वैदिक विधि अनुसार अझ अगाडि बढ्दै जान्छ, अगाडि लाने। तर मान्छेलाई के भने चाहिँ नामै जप है, नाम जप्न जति सरल अन्तुर छैन। तिमीलाई अरू विधि अप्नाइरहनु पर्दैन, नामैबाट सम्पूर्ण प्राप्त हुन्छ। र नामै जप, तर पनि अब यो श्रावण महिनामा, प्रत्येक वर्ष आउने श्रावण महिना चाहिँ महत्त्वपूर्ण छ। अहिले मैले बताएँ भगवान् शिवको महत्त्वपूर्ण महिना भनेको यो, किनभने भगवान् शिवले यो संसारबाट विषलाई मुक्त गराउनु भएको, रोगलाई मुक्त गराउनु भएको, विभिन्न किसिमको दुःख कष्टलाई मुक्त गराएर आफूले धारण गरेर, बिख आफूले धारण गरेर हामीलाई अमृत प्रदान गर्नुभएको यही महिना हो। त्यस कारणले भोलेनाथलाई जल अर्पण गर्नु भनेको चाहिँ देवताहरूले त्यो विषले भगवान् शिवलाई पोल्यो भन्ने ठाने, उनीहरूले ठानेर त्यो विषको प्रभावलाई कम गराउनलाई भोलेनाथलाई जल अर्पण गरेर अगाडि बढेको हो। श्रावण महिना त्यही हो, त्यही महिना हो। त्यस कारणले यसलाई अगाडि बढाउनु उचित हुन्छ र हामीले सबैले राम जपेर अगाडि बढ्यौँ भने हाम्रो सुखमय हुन्छ। नमस्ते, मेरो नाम काजल मक्कलका। आज चाहिँ यो जानुको तेल मेरो साथीले मलाई ल्याइदिनु भयो। मेरो मम्मीले सधैँभरि भन्ने गर्नुहुन्थ्यो, हात खुट्टा दुख्यो झमझमाए। आज चाहिँ यो तेल म गाउँमा पठाउँदैछु। मैले युज गरेको राम्रो लाग्यो अनि मेरो मम्मीलाई नै पठाउँदैछु।